एकछिन बस्नु त भिर र पहिरो खोलाको बाटो 12 गाउँ पछिको यही हो आक्रमण यसरी मुभी यसरी हलबाट सोल्ड आउट जानु भनेको 12 गाउँ पछिको यो मुभी नै हो के छ आजको व्यापार लगभग 2 करोड कलेक्सन गर्न सक्ने सम्भावना छ भन्ने कुरा आइरहेको के छ दाइ 100% हो 2 भन्दा नि माथि हुनुपर्छ 2 25-30 को हारारीमा आज कलेक्सन छ हिजो पनि 140 देखि 155 को बीचमा छ यो मेरो मक्खा छ नि यो चाहिँ अब फुल भयो भने अझ बढी हुन्छु हैन यो चाहिँ मेरो फुल त्यो फुल डेजिबल हैन के यो मक्खाको अझै बढी अझ हैन मतलब फुल भनेको एकदमै पुरा फुल भन्न खोजेको मैले फुल भन्न खोजेको हैन के यहाँ चन्द्रको बाबु इन्द्रको बाबु चन्द्रै आए पनि टिकट किन्नुपर्छ भन्ने साथीहरूले यो कुरा बुझ्न जरुरी छ टिकट किनेर फिल्म चल्दैन एउटा दुईटा चल्ला तर अपवादको रूपमा मात्र तर त्यसले भोलिको दिनमा उद्योगलाई धराशय मात्र बनाउँछ त्यसले गर्दाखेरि यो टिकट किनेर फिल्म चलाउने साथीहरूलाई चाहिँ म सुझाव दिन चाहन्छु त्यो चिजलाई बढी प्रमोट गर्नुभन्दा नि राम्रो मुभी बनाएर राम्रो प्रमोसन गरेर अगाडि बढ्न चाहिँ म आग्रह गर्छु अघि पनि त्यहाँ एउटा एकजनाले भन्नुभयो दाइ गाउनु चाहिँ दामी मिठो गाउनु हुँदो रहेछ भन्नु सुजनको चाहिँ मलाई अरूले पनि भन्छ सुजनको भोइस चाहिँ तपाईसँग कस्तो म्याच गर्छ भने तपाईँको भोइस जस्तो लाग्छ क्या सुजनको भोइस चाहिँ हामी त्यो एउटा सँगै उ गर्दा एउटा एकै ठाउँमा हामी रहँदा बस्दा दर्शकहरूले त्यसरी लिन थालिसक्नु भयो क्या होइन हामी अहिले प्रमोसनको दौरानमा अथवा प्रमोसन नभनौँ दर्शकहरूको प्रतिक्रिया बुझ्ने दौरानमा विभिन्न हलहरूमा हामी पुगिरहेका छौँ आज हामीले बिग मुभिज त्यस्तै गरी सानो खुसीको सिटी स्क्वायर त्यस पछाडि अहिले केएल टावरमा दर्शकहरूको प्रतिक्रिया बुझ्दै गर्दा उहाँहरूको माया देख्दै गर्दाखेरि चाहिँ हामी एकदमै गदगद भएर त्यसैको एउटा समीक्षा गरिरहेका स्वाभाविक हो नि होइन म यो मेरो मक्खा छ नि यो चाहिँ अब फुल भयो भने अझ बढी हुन्छु होइन यो चाहिँ मेरो फुल त्यो फुल डेजिबल हैन के यो मक्खाको अझै बढी अझ हैन मतलब फुल भनेको एकदमै पुरा फुल भन्न खोजेको मैले फुल भन्न खोजेको हैन के हैन म यो चाहिँ आधी मात्रै हो हैन फुल भइदियो भने चाहिँ अझ बढी हुन्छु भन्न खोजेको यता गोविन्द दाइ पनि एकदम खुसी हुनुहुन्छ दाइ सुन्नु न आज यस्तो हलमा ऑडियन्सहरुको चापाचाप बढी छ बिहान हाम्रो विपिन दाइले भनिसक्नु भयो भाउजूलाई फिल्म देखाउने अहिले माहौल छैन किनभने ऑडियन्स चाहिँ यति धेरै आइरहनु भएको छ भनेर हैन के छ आजको व्यापार लगभग 2 करोड कलेक्सन गर्न सक्ने सम्भावना छ भन्ने कुरा आइरहेको के छ दाइ 100% हो 2 भन्दा नि माथि हुनुपर्छ 2 25-30 को हारारीमा आज कलेक्सन छ हिजो पनि 140 देखि 155 को बीचमा छ यो मुभीले अब राम्रो व्यापार गर्छ भन्ने कुरामा हामी विश्वास छौँ किनभने दर्शकहरूले अत्याधिक मन पराइदिनु भएको छ हलमा हामी सँगै बसेर हेरिरहेको छौँ हाँस्नु भएको छ रुनु भएको छ होइन एकदमै यो ताली बजाइदिनु भएको छ त्यसले गर्दाखेरि यो मुभीले लामो रेसको यो घोडा हो जस्तो लाग्छ मलाई मुभीले राम्रो व्यापार गर्नेमा हाम्रो आठमाडु टिम आशावादी छ भनेपछि 2 दिनको कमाइले लगभग 4 करोड पुग्यो भन्दा हुन्छ 100% यो कलेक्सन चाहिँ कस्तो खालको यो कलेक्सन हाम्रो मुभी पनि अर्ग्यानिक है यो दर्शकहरू पनि अर्ग्यानिक किनकि हजुरहरू हामी सँगसँगै हलमा जानु भएको छ हलमा भिजिट गर्नु भएको छ हामीसँगै बसेर मुभी हलभित्र बसेर मुभी हेर्नु भएको छ दर्शकहरू रिभ्यू लिनु भएको छ त्यसैले गर्दाखेरि यो विशुद्ध अर्ग्यानिक फिल्म दर्शक पनि अर्ग्यानिक हो त्यसैले यहाँ चन्द्रको बाबु इन्द्रको बाबु चन्द्रै आए पनि टिकट किन्नुपर्छ भन्ने साथीहरूले यो कुरा बुझ्न जरुरी छ टिकट किनेर फिल्म चल्दैन एउटा दुईटा चल्ला तर अपवादको रूपमा मात्र तर त्यसले भोलिको दिनमा उद्योगलाई धराशय मात्र बनाउँछ त्यसले गर्दाखेरि यो टिकट किनेर फिल्म चलाउने साथीहरूलाई चाहिँ म सुझाव दिन चाहन्छु त्यो चिजलाई बढी प्रमोट गर्नुभन्दा नि राम्रो मुभी बनाएर राम्रो प्रमोसन गरेर अगाडि बढ्न चाहिँ म आग्रह गर्छु तर त्यो कुरा बजारमा आइरहँदाखेरि कतै हो कि उनको स्वेटरले पनि टिकट किन्यो कि भन्ने पनि लाग्छ रहेछ नि त दाइ हजुर त्यही हो त्यो भएको कारणले बिहानदेखि साँझसम्मको सोजहरूको टिकटै छैन कि यहाँ मात्र होइन काठमाडौँ मात्र होइन अल नेपाल अब हाम्रो सुरुको दिन 5वटा थियो 6वटा अब 7वटासम्म सो पुगेको छ सबै हाउसफुल भएको छ कि त्यसैले गर्दा तपाईँहरू पनि हामीसँगै हिँड्नु भएको छ नि त कुनै ठाउँमा देख्नु भएको छ खाली छैन नि त
कति यहाँ के हुन्छ भने हल हाउसफुल भित्र 20 जना टिम मान्छे हुन्छ क्या, तर त्यो त छैन नि यहाँ त। बाहिर जे छ भित्र त्यही छ क्या। त्यसले गर्दा यो विशुद्ध अर्ग्यानिक हो। हामीले एउटा टिकट पनि किनेको छैन यसमा। योमा ढुक्क भयो हुन्छ कि हजुर हामीसँगै हिँड्नु भएको छ। त्यसैले गर्दा यो अर्ग्यानिक भ्युज हो के सरी अर्ग्यानिक दर्शक हुनुहुन्छ, अर्ग्यानिक फिल्म हो। त्यसैले गर्दाखेरि यो मुभीले लामोसम्म यो फिल्म चल्छ। हजुरले आफूले लिएका फिल्ममध्ये आफ्टर 12 गाउँ पछिको यो आक्रामक व्यापार हो के लाग्छ? 12 गाउँ पछिको यही हो आक्रामक। यसरी मुभी यसरी हलबाट सोल्ड आउट जानु भनेको 12 गाउँ पछिको यो मुभी नै हो। तर अस्ति गएको छ, होस्टेल 3 पनि गएको छ अस्ति हैन। तर सबै त्यसपछिको 12 गाउँबाट एग्रेसिभ र आक्रामक गएको भनेको यो हाम्रो उनको सुटर हो। जस्तो अकुपेन्सी चाहिँ कति छ? अकुपेन्सी त 100% नै छ आज त। अब हजुरले हेरिरहनु भएको छ हलमा सबै सिनेमा भएको छ, आज पनि सबै हाउसफुल छ। हलसोहरू पनि आई थिङ्क थपिरहेको जस्तो लागिरहेको छ। थप्पै छ, हलहरू पनि थपेको छ। हजुरको शुक्रबारभन्दा आज मोटामोटी 50-60 सो बढी थप्या छ। यो भनेको सुखद व्यापार हो क्या। यो भनेको आक्रामक हो, मान्छे ठेक्न नसके हल्ले सो थप्ने हो। त्यसले गर्दा यो सङ्केत भनेको सुपर डुपर हिट फिल्मको सङ्केत हो यो। ओके, आज अब तपाईँहरू सबैजना के अरे हामीले बोइज मात्र देख्न सक्छौँ होइन? गर्मी बढेर अझ लेडिजहरू आएपछि झन् गर्मी हुन्छ भनेर हो कि के भएर हो? सबैजना अरू परीक्षाजी बिरुनाजीहरू कोही पनि हुनुहुन्न नि त, झुमाजीहरू के हो खास कुरा? विपिन भाइ उहाँहरूको पनि अलि अब आफ्नो आफ्नो कामहरू हुन्छ, अर्को प्रोजेक्टहरूमा पनि उहाँहरू इन्भल्भ हुनुभएको भएर त्यता पनि महत्त्वपूर्ण चाहिँ काम भएको भएर चाहिँ उता पनि बिजी हुनुभएको होला। तपाईँले भन्दा एकजना आइसक्नु भएको छ। एलेक्सजी कस्तो भइरहेछ माहौल, कस्तो लागिरहेछ हजुरलाई? किन एक्लै आउनुभयो तपाईँ? एक्लै परीक्षाको काम भयो होला सायद, मेबी त्यही भएर आउनु पाएन होला। अनि अरू अब कस्तो भइरहेछ भन्ने कुरामा त अब हजुरले फिल गरिराख्नु भएको छ के कस्तो भइरहेछ भनेर। पर्सनली पनि मैले पनि एकदमै राम्रो फिडब्याक पाएको छु। सुजनजी हजुरको चाहिँ जीवनमा कस्तो खालको फुल भइदिए हुन्थ्यो जस्तो लाग्छ हजुरको जीवनमा चाहिँ पर्सनली? मलाई त त्यस्तो अहिले यस्तै खालको भइदियो हुन्थ्यो भन्दा पनि अहिले हामीसँगै पहिल्यैदेखि हेरिरहेको उनको सुटर हाम्रो मुभी बनाउँदादेखि लिएर अहिले अडियन्ससँग हेरिरहँदाखेरि त्यही हाम्रो उनको सुटरकै फुल मात्र आइरहेको छ मलाई होइन। निरुनाजीको क्यारेक्टरले पनि तानिरहेको छ। त्यसले गर्दाखेरि जुन फुलको पात्र हाम्रो उनको सुटरमा छ त्यस्तै फुल भइदियो भने त हामी एकदम खुसी। धेरै फुलहरू भयो होला नि त अहिले हजुरको पछि लाग्ने त, त्यही पनि एउटा फुल रोज्नु भएको छ कि छैन? छैन, अहिले हामी दर्शकको पछि मात्र लागेका छौँ, किनकि हामीले दर्शकै लाग्यो भनेर यति धेरै दुःख गरेर यो कोसेली ल्याएका थियौँ र उहाँहरू यति धेरै खुसी भएर हामीलाई हिजो सुरुवातको दिनदेखि नै आज दोस्रो दिनमा यति धेरै सहभागिता सबै हलहरूमा, त्यसले गर्दाखेरि पनि अरूतिर केही नसोचिकन हामी जसरी हुन्छ सकेसम्म धेरैभन्दा धेरै हामीलाई माया गर्ने दर्शक श्रोताहरूलाई हामी भेटौँ, उहाँहरूसँग रेस्पोन्स फेस टु फेस बसेर लिगौँ भनेर आज त्यतिर मात्र दौडिरहेको छौँ। यता नवीनजीको एक्सपिरियन्स तपाईँको पहिलो निर्देशक फिल्म हो। अहिले तपाईँले यो बिजनेस र यो जुन रेस्पोन्स पाइरहनु भएको छ एकदमै उत्साहप्रद छ। तपाईँले चाहिँ यो सोचेको पाइरहनु भएको छ कि सोचेभन्दा बढी थियो कि अथवा योभन्दा बढी सोच्नु भएको थियो कि? वास्तवमा मैले यो वित्त र गणित मैले खासै सोचेको थिइनँ। मेरो लागि चाहिँ यो एउटा समग्र सृजना अलिकति चाहिँ फिल्म चाहिँ हलसम्म पुगेर जुन हामीले फिल्ममा जुन भावना पस्किन खोजेका छौँ, जुन माया प्रेम पस्किन खोजेका छौँ त्यो चाहिँ सही अर्थमा दर्शक श्रोताहरूले रिसिभ गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने कुरामा चाहिँ म पर्सनल्ली एज अ डिरेक्टर त्यसमा एकदमै धेरै कन्सर्न थिएँ होइन। अनि म हिजो रिलिज भएदेखि नै हलमा जाने दर्शकहरूको त्यो भाव भङ्गीलाई पढ्ने अनि मोबाइलमा पनि रिभ्यूहरू हेर्ने, म्यासेजहरू हाम्रो फिल्मप्रति उर्लिएका चाहिँ कमेन्टहरू अथवा रेस्पोन्सहरू चाहिँ पढ्ने गरिरहेको छु। र यो सबै 2 दिनको हिसाब गर्ने हो भने 2 दिनको यो सबै जोडबल गर्ने हो भने चाहिँ म जुन हिसाबले मैले डेब्यू गरेँ निर्देशनमा केही रूपमा चाहिँ उहाँहरूले मलाई एकदमै पोजिटिभ ऊर्जा चाहिँ दिनुभयो र अगाडिको बाटो चाहिँ अझै फराकिलो भएको महसुस चाहिँ मैले गरेँ। र अब हामीले पहिला भन्दै आएको थियौँ स्पेसल्ली म्युजिक भिडियो निर्देशन गरेको निर्देशकहरूको फिल्म के होला त भन्दै थियो। हजुर। अब यो भइसकेपछि तपाईँ आफै एज अ डिरेक्टर के भन्न चाहनुहुन्छ? जुन पहिला हामीले सोध्ने प्रश्न हजुर के रहेछ त खास?
हो पक्कै पनि मिडियाबाट सबैभन्दा धेरै सोधिएको प्रश्न नै म्युजिक भिडियो बनाइराखेको निर्देशकले फिल्म चाहिँ कस्तो बनाउनुहुन्छ भन्ने किसिमको थियो। तर म फेरि पनि म त्यही आन्सर रिपिट गर्न चाहन्छु। म्युजिक भिडियो बनाउनु आफैमा त्यो एउटा गैर सृजनात्मक कार्य चाहिँ थिएन, त्यो पनि एकदमै उच्च कोटिको एउटा सृजनात्मक कार्य नै थियो। त्यहाँ पनि मैले कथा नै भन्थेँ र म त यसरी सम्झिन चाहन्छु कि त्यो पनि एउटा पाठशाला थियो। त्यहाँबाट नै अभ्यासहरू गरेर आज यहाँ आएर मैले सिनेमा बनाउन सफल भएँ। त्यही भएर यसलाई म दुईवटा किताब बनाएर हेर्दिनँ कि एउटै हो। त्यसले गर्दाखेरि म हिजो पनि कथा वाचन गरिरहेको थिएँ क्यामेराको मार्फतबाट र आज पनि त्यही कथा नै भनेको अलिकति ठुलो पर्दामा अलिकति लामो समयमा भन्ने चाहिँ रूपमा बुझेको छु मैले। यता सरलाई पनि सोधौँ न, उनको साइकलको गाडी कति स्पिडले चलिरहेछ? अब हजुर त गाडी स्पिडमा चलाउनु सकिरहेछ? हाम्रो अब जति त्यो फिल्ममा दृश्यमा देखाइएको छ बाटोहरू होइन, अलिकति अप्ठ्यारो थियो, ढुङ्गाहरू थियो, एक खालको थियो। त्यस्तै त्यस्तै अब हामीले यो फिल्मको यात्रा गरिराख्दा पनि फिल्म घोषणादेखि अब डाइरेक्टरको एउटा दिमागदेखि अहिलेको एउटा स्क्रिनमासम्म आउनको लागि त्यस्तै खालका विभिन्न बाटाहरू थिए। त्यो पार गर्दै आउँदाखेरि चाहिँ अहिले हामी एकदमै सहज बाटोमा लगभग ठाउँमा आइपुगे जस्तो लाग्छ। एकदम मजाले अहिले स्मुथली गुडिरहेको छ। जे हामीले चाहेको थियौँ त्यही हिसाबले गइरहेको छ र दर्शकको मायाहरू पाइरहेका छौँ। अघि नै ठ्याक्कै टिकटको कुरा गर्दा किनभने टिकट काट्नलाई पैसा त प्रड्युसरसँग माग्ने हो, तपाईँले कति छुट्याउनु भएको थियो? हामीले त्यही त अब अघि त्यहाँ कुरा नि आयो, हामीले टिकटै किनेको छैन थियो होइन। मैले त्यहाँ दिदीहरूको लागि 500को टिकट किनेको थिएँ। आफ्नो परिवारको लागि चाहिँ दुईवटा टिकट चाहिँ हामीले किनेको परिवारको लागि चाहिँ हामीले टिकट काटेको जस्तै हाम्रो अर्को एकजना हुनुहुन्छ सागर बुढाथोकी एक्जिक्युटिभ प्रोड्युसर, उहाँले 5वटा टिकट किन्नुभयो घरको फ्यामिलीलाई देखाउनुलाई लभिङ मलमा 5वटा हिजोको 10 बजीको सोमा। र यता सुजनजी सम्भवतः पहिलो पटक नै होला कुनै टिमसँग यसरी एकजना सङ्गीत सर्जक एज अ मेन मेम्बर भएर आउनु भएको होइन। तपाईँले हलमा दर्शकलाई तपाईँ आफूलाई चाहिँ कसरी लिएको पाउनुभयो? हामी जाँदाखेरि पनि गीत गाइदिनुहोस् न भनेर भन्नुहुन्छ, तपाईँले त्यसलाई चाहिँ कस्तो लागेको होइन? अनि फेरि हलको दर्शकहरू कस्तो हुँदो रहेछ? एकदम मेरो लागि चाहिँ एज अ फिल्ममा जसरी हामीले म्युजिकमा अगाडि बढिरहेको बेला सिनेमामै जोडिएर जब कि हामी सबै सँगै बसेर हामीले बनाएर यति दुःख गर्दा बनाएको फिल्ममा यसरी सङ्गीतको पाटोमा जोडिँदै सँगसँगै हिँड्दाखेरि मलाई एकदमै खुसी सुन्दर पलहरू बिताइरहेको फिल भइरहेको छ हिजो आज। किनकि दर्शकहरू भर्खरै हाम्रो दृश्य र सङ्गीतले जसरी हामीले प्रयास गरेको छ फिल्ममा उतिखेर हेर्ने बित्तिकै हामी त्यहाँ पुग्छौँ र उहाँहरूले एकदमै धेरै माया गर्नुहुन्छ। त्यो खालको इनर्जी दर्शकसँगको रेस्पोन्स र उहाँहरूसँगको माया हामीले सँगालेर यही हलमा आउने त्यो एउटा सिनेमाकै हो त माध्यम। त्यसले गर्दाखेरि पनि त्यो छुट्टै खालको एउटा सुन्दर प्रफुल्लित बनाउने खालको अनुभव भइरहेको छ मलाई। अब कतिपयलाई चाहिँ उनको स्पिकर चलेपछि सुजन चापागाईको गीत सङ्गीत चाहिँ फिल्ममा मात्रै हेर्न पाउने हो कि भन्ने पनि भइरहेको के हो खास? ए होइन, सिनेमाको यात्रा त हामीले यति धेरै माया अहिले गरिरहनु भएको छ, त्यसले गर्दाखेरि हामीले यो रोक्न कदापि मिल्दैन। हामी सिनेमाको क्षेत्रमा पनि अगाडि बढ्ने नै छौँ, अझै धेरै हिम्मत आँट बटुलेर। तर साङ्गीतिक क्षेत्रमा त मैले मेरो समयलाई जसरी हुन्छ छुट्याएर सबैतिर मिलाएर मेरो दर्शक श्रोतालाई त मजाले म बिस्तारै कोसिलीहरू दिइरहने नै छु। तपाईँहरू यत्रो जान हुनुहुन्छ तर काफले कोही पनि हुनुहुन्न है? घर काफले हुनुहुन्छ। विपिन दाइलाई पनि मैले सोध्न चाहेँ, गोविन्द सरले 2 दिनको कलेक्सन 4 करोडको बताइरहनु हुँदाखेरि होइन, दाइको यो वर्षको हाइएस्ट ओपनिङ फिल्म छ होइन, कसरी लिनुहुन्छ नयाँ वर्षसँगै अनि यो कलेक्सनलाई लिएर चाहिँ दाइ? एकदमै यो त अब एउटा चाहिँ जे सोचेको थियो, एउटा हामीले चाहने एउटा कलाकार भएपछि एउटा चाहिँ पछाडिको दृश्य भनेको हामीले यही दर्शकको माया प्रतिक्रिया अनि यसरी नै दर्शकहरू मेरो मैले भनिहालेँ होइन। अब यो कुरा सुन्दाखेरि कसलाई चाहिँ यो कुराले चाहिँ खुसी हुँदैन होइन? एउटा कलाकारलाई होइन, एउटा कलाकारले जहिले पनि के सोध्छ भनेदेखि उसको रिजल्टको कुरामा आज भोलि दर्शकसँग पुग्दाखेरि दर्शकले चाहिँ उसको प्रतिक्रियाहरू एकदम राम्रो दिनुहोस्, सबैलाई चाहिँ राम्रो छ सबैले भन्नुहोस्, सबैजना आएर एकदम हलहरूमा भिड भइदियोस् थिएटरहरूमा होइन। यहीको लागि काम गर्ने हो क्या हामीले त्यो पाइरहेको छौँ अहिले भनेर त यहाँहरूले देखिरहनु भएको छ सुनिरहनु भएको छ भनेदेखि
पक्कै पनि योभन्दा ठुलो खुसी केही पनि हुँदैन। ओके, अब फिमेल आर्टिस्ट हाम्रो अहिलेको टिममा भावनाजीको केही कुरा सुनौँ न होइन, किनभनेदेखि अब फिल्मले यति राम्रो गरिरहेछ तपाईँको अनुभव छ यस्तो भइरहेछ अलिकति अनि म यो घुमाइदिन्छु नि। अनि तपाईँलाई पनि काफ्लेसँग जान मन छ कि छैन त्यो पनि भन्नु। ए हजुर, काफ्लेसँग त अब रियल लाइफमा कि मुभीमा त म गुरुङसँग लिम्बूसँग भागी नै सकेको छु। रियल लाइफमा चाहिँ अब काफ्ले पट्याउन बाँकी छ। ठिकै छ। यो समग्र मुभीको अनुभव भन्नुपर्दाखेरि चाहिँ अब जुन किसिमले सबैजनाको मेहनत, त्यही किसिमले मायाले होइन जतनका साथी उनको स्वेटर बुन्दै गर्दाखेरि चाहिँ सबैजनाको उत्तिकै मेहनत उत्तिकै परिश्रम थियो त्यहाँनिर। जुन अहिले चाहिँ यो किसिमको माहौल देख्दै गर्दाखेरि चाहिँ यो किसिमको सम्पूर्ण दर्शक श्रोताहरूबाट चाहिँ जुन किसिमको माया उहाँले न्यानोपन दिइराख्नु भएको छ त्यो चाहिँ एकदमै नयाँ पनि हो र एकदमै न्यानो पनि अनुभव चाहिँ हामीले पनि पाइराखेको छौँ। हाम्रो एलेक्सी यो पनि उता यति धेरै तपाईँको तारिफ भइरहेछ कामको होइन, सँगै तपाईँको सबैजनाको अभियसली कामको तारिफ भइरहेछ। यो कलेक्सनलाई लिएर 4 करोडलाई लिएर तपाईँ के भन्नुहुन्छ? यो साइडमा त मलाई त्यति धेरै अलि इमोच्योर छु म यो कुरामा स्टिल। तर यो यति राम्रो भइरहेछ, यस्तो राम्रो कलेक्सन भइरहेछ भन्ने कुरामा चाहिँ मैले पनि एकदमै सबैजनाको लागि एकदमै खुसी फिल गरिरहेको छु। हामीले एउटा लेभलसम्म राम्रो रिजल्ट अचिभ गऱ्यौँ भन्ने तरिकाले लिइरहेको छु मैले। दाइले कति कुराहरू सिकाउनु भयो हाम्रो विपिन दाजु, काफ्ले दाजुले? के कुरामा? फिल्मको कुरामा या अरू कुरामा? तपाईँलाई कति गाली गर्नुहुन्थ्यो? कामको कुरामा गाली गर्नु भयो कि भएन भाइ भनेर प्याट्ट पुट्ट पिट्नु भयो कि भएन? गाली त त्यस्तो गर्नु नै भएन दाइले, तर सिनहरू गर्दाखेरि सिन सेयर गर्दाखेरि चाहिँ दाइले मलाई यो गर्दा चाहिँ बेटर हुन्छ भन्ने खालको सजेसनहरू चाहिँ दिइराख्नुहुन्थ्यो। दाइ अनि भाइ कस्तो हुनुहुँदो रहेछ त? भाइको काम कस्तो लाग्यो हजुरलाई? तपाईँले भन्नुभएको थियो नवीनजीलाई चाहिँ एलेक्सले सेकेन्ड चरणमा गरेको चाहिँ नवीनजीलाई भन्नुभएको थियो, त्यो कुरा भन्दिनँ। एलेक्सको बारेमा भनिदिनु अनि एज अ डिरेक्टर नवीनजीको बारेमा पनि तपाईँले भनिदिनु। मैले अब यो भन्ने कुरा भनेको एकदम उनीहरूको तारिफकै कुरा थियो होइन, भनेको कुरा। अब एलेक्सको पनि म एकदम बिस्तारै काम सुरुवात भन्दाखेरि अब बिस्तारै काम हेरेर फिल्म सकिँदाखेरि एक खालको म एकदमै उसँग चाहिँ प्रभावितै भएँ होइन। यस्तो किसिमले पनि काम गर्न सकिन्छ, यस्तो मान्छे मतलब यति मेहनतका साथ, यति जाँगरको साथ, यति एनर्जीको साथ उसको चाहिँ ऊ कति एकदम धेरै बसेको चाहिँ हाम्रो अरू मभन्दा पनि धेरै बसेको 5 तारा एलेक्स होइन। तर एकदम निर्धक्कको साथ एकदमै मेहनत गरेर हरेक दिन एकदमै जोस जाँगरको साथ, अनि त्यो चाहिँ मैले एकदम एलेक्समा पाएँ त्यो कुरा होइन। एकदमै मेहनत गर्न नछोड्ने, अन्तिम समयसम्म पनि एकदम लगाएको काम एकदम चाहिँ लगावको साथ चाहिँ मेहनत गर्ने, अनि यो कुरामा र अनि गर्न खोजिरहने तनाव लिइरहने कामको आज मेरो एक्टिङ गर्नु छ यो भनेर सोचिरहने, यो एकदमै मजा लाग्यो। उसले उसको यो एक्टिङप्रतिको सिरियसनेस होइन, एकदमै म एकदमै प्रभावितै छु भनौँ न। अब नवीनको कुरा के भन्नु, नवीनलाई त मैले पहिलेदेखि नै मैले भनेको कुरा हो। नवीनले त म्युजिक भिडियोदेखि हामी कहिलेदेखि जोडिएको कुरा हो र मैले पहिले नै तिमी फिल्म बनाउनुपर्छ है नवीन, मतलब यो यतिमा मात्रै बस्नुहुन्न, तिमीसँग चाहिँ त्यो खालको चाहिँ एउटा क्षमता मैले देखिरहेको छु। तिम्रो यो तरिका पनि एकदम राम्रो छ, तिमीले चाहिँ अब फिल्म बनाउनुपर्छ, यो म्युजिक भिडियोमा मात्रै अथवादेखि यो म्युजिक उसमा मात्रै बस्ने होइन, अलिकति सोच्न थाल है यो बारेमा भनेर चाहिँ हामी धेरै वर्ष अगाडि यो कुरा गरेको थियौँ होइन। आज आएर त्यहाँपछि पनि हामीले कतिवटा म्युजिक भिडियो सकाएर अनि आज चाहिँ अब फिल्मै यसरी आउँदा दर्शकले पनि त्यो कुरा रुचाइदिँदाखेरि मैले सही नै भनेको रहेछु त्यो टाइममा भने जस्तो लाग्छ क्या मलाई। अब त्यो त त्यति बेला त खासै त्यस्तै थियो मेरो पनि अवस्था, म फिल्ममा बिजी थिएँ। बिजी सेड्युल चल्यो। गीत सङ्गीत चाहिँ कति सुन्नुहुन्छ विपिन दाइ तपाईँ? नसुनेको भए कसरी गाउन सक्छु? होइन मतलब हाम्रो सुजनजीको गीत सङ्गीत योभन्दा पहिला कति सुन्नुहुन्थ्यो? सुन्थेँ नि, अब म आफैले चाहिँ पनि
गरिसकेको छु गीत मात्रै पनि होइन घुमी घुमी होइन घुमी घुमी चाहिँ अब सुजनको उसमा नि म सुनेको सुजन मलाई फेरि अर्को पनि एउटा कस्तो खालको मलाई प्रतिक्रियाहरू आउँछ भनेदेखि पहिलेदेखि नै क्या यो फिल्ममा मात्रै होइन कि अघि पनि त्यहाँ एउटा एकजनाले भन्नुभयो दाइ गाउनु चाहिँ दामी मिठो गाउनु हुँदो रहेछ भन्नु सुजनको चाहिँ मलाई अरूले पनि भन्छ सुजनको भोइस चाहिँ तपाईँसँग कस्तो म्याच गर्छ भने तपाईँको भोइस जस्तो लाग्छ क्या सुजनको भोइस चाहिँ हामी त्यो एउटा सँगै उ गर्दा गर्दा एउटा एकै ठाउँमा हामी रहँदा बस्दा दर्शकहरूले त्यसरी लिन थालिसक्नु भयो क्या होइन अनि म पनि अब त्यति उसको सङ्गीतहरूमा देखिरहेको हुन्छु होइन गीतहरूमा अनि त्यो कारणले गर्दा अब यही उनकै स्वेटरमा पनि मुख चलाएको छु होइन अनि त्यो कारणले गर्दा पनि अब मलाई कतिले त मलाई गायक पनि भन्नुहुन्छ सुजन चापागाई पनि भन्नुहुन्छ कति दाइ पहिले यो माहौलले क्रिएट गरौँ न त होइन सुजनजीले गाउनुहुन्छ दाइले लिपसिङ गर्नुहुन्छ मिल्छ मिल्दैन हैन विपिन दाइले गाउनुहुन्छ सुजनजीले लिपसिङ गर्नुहुन्छ त्यो चाहिँ हुनसक्छ विपिन दाइले गाउनुहुन्छ किनभने विपिन दाइले बिहान पनि एकदम मिठो गाउनु भएको थियो तपाईँहरूले सुन्नु भएन होला विपिन दाइले भित्तामा बसेर गाउनु भएको थियो फुलको लागि त्यही भएर विपिन दाइले गाउनुहुन्छ सुजनजीले लिपसिङ गर्नुहुन्छ ओके 3 2 1 गो बिहानको कि अर्को तपाईँलाई जुन इच्छा लाग्छ त्यही गाउनु भिर र पहिरो खोलाको बाटो ल थ्याङ्क यू थ्याङ्क यू सो मच र तपाईँहरूलाई अझ बढी सफलताको शुभकामना छ यति धेरै माया थ्याङ्क यू सो मच एउटा कुरा सोध्छु है फिल्ममा लाउनु भएको थियो नि स्वेटर त्यो बिरुवाले बुनिदिनु भएको थियो होइन त्यो स्वेटर अहिले छ कि छैन सिबुलाई चाहियो रे दाइ मसँग छैन तर त्यो छ सामान छ सामान छ है सुरक्षित छ सुरक्षित छ थ्याङ्क यू सो मच